हामी जङ्गलमा छौँ होइन, जे बोल्दा पनि भयो, छिचिपुर बोल्दा पनि भयो, जे मनमा आयो त्यही बोल्दा पनि भयो होइन। अब गाउँघरमा हल्ला गर्नु त भएन नि होइन, र सहरमा जे पायो त्यही अलिकति नाच्ने सिक्ने भनेर जसलाई पायो त्यसलाई थर्काएर हिँड्नु भएन नि त होइन। त्यहाँनिर अलिकति ठुल्ठुलो साउन्डले जे पायो त्यही बोल्दा पनि अलिकति असर पर्ने भएन। अहिले यहाँ एक्लो एकान्त ठाउँ छ, यो जङ्गल हो, जङ्गलमा जे भयो बोल्दा पनि भयो नि होइन। तर पनि फेससहित लाग्छु भने होइन, त्यति पनि त्यो पनि बोल्नु जरुरी भएन किनकि होइन। होइन ऱ्यापमा हान्न मिल्यो तर पनि अति हान्नु भने क्या होइन। आफूलाई हिँड्नै गाह्रो हुने, लाजै हुने गरी भनौँ न। म चाहिँ त्यो गर्छु, जङ्गलमा प्रायः आउँछु, मन दुख्यो भने पनि जङ्गलमै बस्छु, कुरा गर्छु, जङ्गलमै जे पायो त्यही बोल्छु, हिँड्छु। अनि घरमा पनि गएर अरू बोल्यो भने कुरा गर्छु, जे पायो त्यही बोलिदिन्छु होइन। त भने फर्स्टमा बोल्नु मन लाग्दैन, अचेल त त्यही पनि बानी भइसक्यो, बोल्दा बोल्दै धेरै नै बोल्ने, जे पायो त्यही पनि धेरै नै बोल्ने बानी भइसक्यो, भनिसकेँ म पनि त। अब जस्तो समाज छ त्यस्तै तरिकाले नै बोलेन भने यो त सिधा रहेछ, यसलाई त जसले जे गर्दा पनि हुन्छ, हेप्दा पनि भयो, उता यसलाई झुट फैलाइदिँदा पनि भयो, त्यस्तो पनि सोध्छ नि त होइन मान्छेहरूले। त्यही भएर चाहिँ अब सोझोपन भयो भने लाटा ग्वाचे रे, धेरै अति बोल्यो भने धेरै जान्ने भयो भन्छ क्या होइन। भन्न त मान्छेको कुरो जे पनि भन्न मिल्छ, तर पनि अत्याचार नगर्नु क्या, सोझो भयो भन्दैमा जे पायो त्यही भन्नु।